अब हामीले पढ्ने छ थुप्पोगा हैन। यहाँ थुप्पोगा लेखेको छ 5 वटा मोटा अक्षर, मोटा आवाज अक्षर, मोटा आवाजमा आउने अक्षरहरू। अनि यहाँ लेख्नु भएको छ, तर उहाँले यहाँ लेख्न त लेख्नु भएको रहेछ, तर उहाँले मिस्टेक लेख्नु भएको छ। यो अगाडिको यो मिस्टेक हो, अनि यो पनि मिस्टेक हो है। यसले चाहिँ कसरी लेख्नुपर्छ भने यसले चाहिँ यसरी हुन्छ, यसरी पढ्ने हुन्छ हैन। यसले पनि यस्तो परेको हुन्छ, अनि यो अगाडि पनि यस्तो परेको हुन्छ है। तर यो चाहिँ अब बिग्रेको रहेछ हैन, त्यही कारणले मैले उता लेखेको छु, तपाईहरु उता हेर्नु होला। यो चाहिँ बिग्रेको रहेछ। खोइ देव त खास किताब बुक बनाएपछि राम्रो बनाउनु भन्यो, नभए नबनाउनु, बन्ने रहेछ राम्रो बनाउनु हो त। तर उहाँले के कसो हो, के भएर बिग्रेको हो त्यो त थाहा भएन। तर उहाँले बिगार्नु चाहिँ बिगार्नु भएको रहेछ है। अब हामीले पढ्नु पर्यो गाहा त गा हैन, यसरी पढ्नु पर्यो हामीले। गाहा त गा यहाँ लेखेर चाहिँ लेख्दा गा त गा, हामीले यसरी बुझ्नुभयो हुन्छ। जस्तै यो कसरी पढ्नु भने गाहा त गा भनेर पढ्नुपर्छ है। गाहा त गा, गाहा त गा, दाहा त दा, डाहा त डा, बाहा त बा, बाहा त बा हैन, बाहा त बा, जाहा त जा, यसरी पढ्नुपर्छ। अझैको यो अक्षर यो बिग्रेको रहेछ, खोइ के कसरी लेख्नु भएको उहाँले, यो बिग्रेको रहेछ। अनि हुने चाहिँ खास यसरी हुनुपर्छ। यहाँ मैले लेखेको छु उदाहरण हेर, गाहा त गा, दाहा त दा, डाहा त डा, बाहा त बा, जाहा त जा हो, यसरी लेखेको हुनुपर्छ है। यसरी पढ्नुपर्छ। तपाईहरु पनि यसरी नै सिक्नु होला।